यहाँहरू सम्पूर्णमा नमस्कार। आज चाहिँ मैले यहाँहरू समक्ष नयाँ युट्युब च्यानल कसरी चाहिँ क्रिएट गर्ने त हैन, त्यसको प्रोसेसहरू के हो र कसरी चाहिँ युट्युब च्यानल खोल्न सकिन्छ भन्ने बारे भिडियो बनाउन गइरहेको छु। यहाँहरूले चाहिँ मेरो यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब, लाइक, कमेन्ट गर्नुहोला र चाहिँ यो भिडियो सुरुदेखि अन्त्यसम्म हेर्नुहोला भन्न चाहन्छु। र म ढिला नगरिकन भिडियोतर्फ लाग्न चाहे। सुरुमा चाहिँ यहाँहरूको एन्ड्रोइड फोनमा भएको युट्युब च्यानलमा यहाँहरू जानुहोला हैन। युट्युब एपमा सर्वप्रथम जानुपर्ने हुन्छ। म यसमा युट्युब एपमा गएँ, यसमा क्लिक गर्छु मैले, यहाँहरूले पनि क्लिक गर्नुहोला। र क्लिक गरिसकेपछि यहाँ चाहिँ देखाउँछ यो एउटा युट्युब च्यानल हो। मेरो चाहिँ पुरानो युट्युब च्यानल यहाँ सो गरिरहेको छ र त्यसको लागि यहाँहरूले देख्न सक्नुहुन्छ यो मुनि लास्टमा चाहिँ राइटतिर यु भन्ने अप्सन यहाँहरूले देख्न सक्नुहुन्छ, सर्कल जस्तो। यसमा यहाँहरूले क्लिक गर्नुपर्ने हुन्छ साथीहरू। यसमा क्लिक गरिसकेपछि यहाँहरूले चाहिँ यसमा क्लिक गर्नुपर्ने हुन्छ र यो क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ यो मेरो चाहिँ पुरानो युट्युब च्यानल हो हैन। अब हामीले चाहिँ नयाँ युट्युब च्यानल कसरी खोल्ने त भन्ने बारे सिक्न गइरहेका छौँ। त्यसको लागि चाहिँ हामीले यहाँनिर देख्न सक्नुहुन्छ यो स्विच अकाउन्ट। यो स्विच अकाउन्टमा यहाँहरूले क्लिक गर्नुपर्ने हुन्छ। मैले यसमा क्लिक गरेँ, यहाँहरूले पनि क्लिक गर्नुहोला। यो क्लिक गरिसकेपछि यहाँ यो मोबाइलमा भएका हैन गुगल अकाउन्टहरू हैन युट्युब च्यानलहरू चाहिँ सो गर्छ। यहाँहरूले चाहिँ माथि टपमा प्लस आइकन देख्नुहुन्छ, यो प्लस आइकनमा यहाँले क्लिक गर्नुपर्ने हुन्छ। यो प्लस आइकनमा क्लिक गर्नुहोस् र क्लिक गरिसकेपछि यहाँहरूले चाहिँ आफ्नो एन्ड्रोइड मोबाइलमा के लग राख्नु भएको छ यहाँहरूले लग हान्नुपर्ने हुन्छ साथीहरू। यो लग यसरी चाहिँ हान्नु होला। मैले यसरी हाने। यो हानिसकेपछि तपाईको गुगल साइन इन भनेर देखाउँछ। यहाँ देख्न सक्नुहुन्छ, यहाँ देखाइरहेको छ इमेल फोन फर्गेट इमेल क्रिएट अकाउन्ट भन्ने अप्सन यहाँ लास्टमा देख्नु भएको छ। तपाईले चाहिँ के हो त नयाँ अकाउन्ट चाहिँ क्रिएट गर्ने हो हैन। त्यो भावनाले चाहिँ यो क्रिएट अकाउन्टमा यहाँहरूले चाहिँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ चाहिँ फर माई पर्सनल युज र फर वर्क अर माई बिजनेस भनेर दिएको छ। तपाईँ हैन पर्सनल युज गर्ने हो भने चाहिँ पर्सनल युज गर्नुहोस् हैन। कुनै बिजनेसको लागि यहाँले युट्युब च्यानल बनाउन खोजिरहनु भएको छ हैन भने चाहिँ माई बिजनेसमा क्लिक गर्नुहोस्। मैले चाहिँ फर माई पर्सनल युज हैन, मैले चाहिँ युट्युब च्यानल बनाउनु छ हैन, त्यसको लागि चाहिँ मैले माई पर्सनल युजमा क्लिक गर्छु। यसमा क्लिक गरिसकेपछि साथीहरू यहाँ चाहिँ क्रिएट गुगल अकाउन्ट भनेर देखाइसकेको छ हैन। तपाईहरुले चाहिँ अब यहाँ चाहिँ फर्स्ट नेम र लास्ट नेम राख्नुपर्ने हुन्छ साथीहरू। यहाँहरूले चाहिँ के राख्नुहुन्छ हैन, तपाईको युट्युब च्यानलको नाम के राख्नुहुन्छ तपाईहरुले यसमा अहिले नै राख्दा हुन्छ। पछि चाहिँ तपाईले चाहिँ च्यानल भइसकेपछि पनि यसलाई चाहिँ सच्याउन मिल्छ। तैपनि यहाँहरूले चाहिँ अहिले नै नाम राख्नुपर्ने हुन्छ। म राख्छु यहाँ चाहिँ खिमराज भ्लग भनेर राख्छु। यहाँले देख्न सक्नुहुन्छ खिमराज भ्लग हैन, खिमराज ओली भ्लग राख्छु हैन। यहाँले देख्न सक्नुहुन्छ खिमराज ओली भ्लग है। यहाँले पनि यसमा पनि राखिदिनु होला खिमराज ओली भ्लग। यहाँहरूले चाहिँ सुरुमै नाम दिनु होला तपाईले के राख्नुहुन्छ। मैले चाहिँ अब तपाईले आफ्नो नाम राखी पनि हुन्छ साथीहरू। आफ्नो नाम फर्स्ट नेम हैन के हो तपाईको हैन, फर्स्ट नेम के हो, लास्ट नेम के हो, तपाईले त्यसरी पनि राख्न सक्नुहुन्छ, जसरी पनि राख्न सक्नुहुन्छ। राखिसकेपछि यहाँहरूले चाहिँ यो नेक्स्टमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ मैले क्लिक गरेँ, यहाँहरूले पनि क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ चाहिँ बेसिक इन्फर्मेसनमा चाहिँ तपाईको जन्मदिन हैन, बर्थडे
हैन, जेन्डर के हो, तपाईँ महिला हुनुहुन्छ या पुरुष हुनुहुन्छ, यहाँहरूले यहाँ चाहिँ राख्नुपर्ने हुन्छ हैन, सेटअप गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईँको जन्ममिति कति साल हो हैन, युट्युबले चाहिँ 16 वर्षभन्दा माथि 18 वर्षभन्दा माथिको चाहिँ भन्दा कमको चाहिँ बनाउन मिल्दैन साथीहरू हैन। तपाईँहरूले 18 वर्षभन्दा माथिको जन्ममिति राख्नुपर्ने हुन्छ। मैले मेरो यहाँ जन्ममिति राख्ने, यहाँहरूले पनि आफ्नो जन्ममिति राख्नु होला 2001 है। अनि अब हैन कति हो त हैन, कुन दिन जन्मनु भएको, यसमा चाहिँ मैले राख्नु 24 गते र कुन महिना हो हैन, मेरो चाहिँ जनवरी महिना हो साथीहरू। यहाँहरूले आफ्नो कुन सालमा जन्मनु भएको र हैन कुन महिना कति जन्मनु भएको यहाँको चाहिँ इङ्ग्लिस डेटमा राख्नु होला। यहाँहरूले इङ्ग्लिस डेटमा राख्नुपर्ने हुन्छ। राखिसकेपछि यहाँहरू महिला या पुरुष के हुनुहुन्छ यसमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ साथीहरू हैन, फिमेल हो या मेल हो के हो, यसमा चाहिँ मेलमा क्लिक गरेर साथीहरू यो गरिसकेपछि यहाँहरूले चाहिँ के गर्नुपर्ने हुन्छ, लास्टको चाहिँ नेक्स्ट अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ साथीहरू। यो क्लिक गरिसकेपछि अब यहाँ भन्छ यहाँहरूले के राख्नुहुन्छ हैन, अब चाहिँ खिमराज भ्लग @gmail.com आछ हैन, खिमराज ओली भ्लग @gmail.com आछ। अनि क्रिएट योर वान जिमेल एड्रेस भनेको छ, तपाईँले नयाँ कुनै एउटा अर्को चाहिँ जिमेल अकाउन्ट पनि बनाउन सक्नुहुन्छ, क्रिएट गर्न सक्नुहुन्छ। मैले चाहिँ यही खिमराज ओली भ्लगवाला चाहिँ क्लिक गरेँ साथीहरू। यो क्लिक गरिसकेपछि यहाँहरूले अन्तिममा गएर चाहिँ नेक्स्ट गर्नुपर्ने हुन्छ। नेक्स्ट गरिसकेपछि अब यहाँहरूले चाहिँ यहाँ के पासपोर्ट राख्नुहुन्छ त, कस्तो पासपोर्ट राख्नुहुन्छ, तपाईँहरूले चाहिँ पासपोर्ट राख्नु होला। मैले यहाँ चाहिँ पासपोर्ट राख्छु साथीहरू। तपाईँहरूले पनि आफ्नो एउटा सुइटेबल पासपोर्ट चाहिँ नाइबिसिने गरेर पछिसम्म चाहिँ तपाईँहरूले चाहिँ यदि तपाईँको युट्युब च्यानल मोनेटाइज भयो होइन, पैसा निकाल्नु पर्ने अवस्था आयो भनेपछि चाहिँ तपाईँहरूले चाहिँ यो पासपोर्ट थाहा पाउनुपर्ने हुन्छ साथीहरू। त्यसो भए हुनाले यहाँहरूले नबिर्सिने गरेर चाहिँ एउटा चाहिँ पासपोर्ट राख्नु होला। मैले राखेँ। यो राखिसकेपछि साथीहरू नेक्स्टमा क्लिक गर्नु होला। यहाँ चाहिँ सेभ पासपोर्ट टु गुगल भनेको छ, यहाँहरूले चाहिँ सेभ गर्न मन लाग्यो गर्नु होला, मन लाग्यो नगर्नु होला, केही फरक परेन। र यो गरिसकेपछि यहाँ तपाईँहरूको चाहिँ रिभ्यू योर अकाउन्ट इन्फर्मेसन भनेर देखाएको छ, यहाँहरूले अन्तिमको नेक्स्टमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि साथीहरू यहाँ चाहिँ प्राइभेसी एन्ड टर्म्स होइन को कुराहरू देखाएको छ। यसलाई चाहिँ स्क्रोल गर्दै तल अन्तिममा जानु होला र गइसकेपछि यहाँ चाहिँ आई एग्री भन्ने अप्सन दिएको छ, यसमा यहाँहरूले क्लिक गर्नुपर्ने हुन्छ। मैले यसमा क्लिक गरेँ, यहाँहरूले पनि क्लिक गर्नु होला। गरिसकेपछि साथीहरू अब तपाईँको चाहिँ युट्युब च्यानल बन्दैछ साथीहरू। युट्युब च्यानल बनाउँदा चाहिँ यहाँहरूले एउटा जिमेल अकाउन्ट बनाउनु पर्ने हुन्छ साथीहरू। जिमेल अकाउन्ट मार्फत चाहिँ तपाईँहरूको चाहिँ युट्युब च्यानल बन्ने हो होइन, यहाँहरूले यति कुरा चाहिँ बुझ्नु होला। जिमेल अकाउन्टबाट चाहिँ तपाईँको युट्युब च्यानल बन्छ साथीहरू है। अब यति भइसकेपछि अन्तिममा मेरो आइसकेको साथीहरू खिमराज ओली भ्लग भनेर अन्तिममा आइसकेको छ, यहाँले देख्न सक्नुहुन्छ। तपाईँहरूको पनि यसरी नै अकाउन्ट सो गर्ने छ होइन। मेरो पुरानो आइडी क्याट लभर भन्ने अप्सन मेरो थियो होइन, अहिले चाहिँ मैले चाहिँ च्यानल खोलेको छु खिमराज ओली भ्लग भनेर। त्यसमा मैले क्लिक गरेँ साथीहरू। यहाँहरूले पनि यो अन्तिमको अहिले बनाएको च्यानलमा यहाँहरूले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँको यहाँ चाहिँ युट्युब च्यानल खोलिसकेको छ साथीहरू। यहाँहरूले चाहिँ यो युको अप्सनमा जानुपर्ने हुन्छ, तपाईँहरू पनि जानु होला। म गएँ र यसमा क्लिक गरेँ साथीहरू। र यसमा यो गइसकेपछि यहाँ माथि देख्न सक्नुहुन्छ खिमराज ओली भ्लग क्रिएट अ च्यानल भनेर दिएको छ। तपाईँले चाहिँ जिमेल अकाउन्ट बनाउनु भयो होइन, बनाइसकेपछि अब चाहिँ यहाँहरूले चाहिँ च्यानल क्रिएट गर्नुपर्ने हुन्छ। च्यानल क्रिएट गर्नको लागि यसमा यहाँहरूले क्लिक गर्नुपर्छ साथीहरू। क्लिक गरिसकेपछि यहाँहरूले कुनै एउटा चाहिँ फोटो राख्नुपर्ने हुन्छ साथीहरू। यहाँ चाहिँ माथि पिक्चर राख्नुहोस् भनेको छ होइन, मैले यसमा एउटा फोटो राख्छु साथीहरू।
चाहिँ यसरी ग्यालेरी चुज गर्नु होला र फेरि यही युट्युबको फोटो छ साथीहरू मसँग मैले अहिलेलाई चाहिँ तपाईहरुलाई देखाउनलाई यही राख्न चाहे र यसमा चाहिँ सेभ एज अ प्रोफाइल पिक्चर भनेको छ। यहाँ चाहिँ गएर कुनै एउटा फोटो राखेर यहाँले चाहिँ सेभ अ प्रोफाइल पिक्चरमा क्लिक गर्नु होला र क्लिक गरेपछि साथीहरू तपाईको यहाँ चाहिँ फोटो सेट हुन्छ र सेट भइसकेपछि यसले यहाँ देख्न सक्नुहुन्छ नाम हैन। यो नाम चाहिँ यहाँले के राख्नुहुन्छ आफ्नो नाम राख्नु होला। मैले यसमा सच्याउँछु साथीहरू हैन। खिमराज ओली भ्लग मैले चाहिँ नाम राखेँ साथीहरू। तपाईहरु के राख्नुहुन्छ यसमा राख्नु होला। राखेपछि यो ह्यान्डल भन्ने जुन अप्सन छ यो ह्यान्डलमा चाहिँ यहाँहरु एकदम ध्यान दिनु होला। ह्यान्डल भनेको एकदम महत्त्वपूर्ण हो किनभने चाहिँ कसैले चाहिँ तपाईको युट्युब च्यानल यदि सर्च गर्दाखेरि चाहिँ सजिलै थाहा पाउने खालको हुन जरुरी छ। त्यसो भए हुनाले चाहिँ यहाँहरुले यसमा क्लिक गरेर यहाँहरुले के राख्नुहुन्छ हैन @खिमराज ओली भ्लग छ। यसमा अथवा आफूले के अङ्क राख्नुहुन्छ भने पनि राख्न सक्नुहुन्छ। @खिमराज ओली भ्लग अथवा चाहिँ यहाँहरुले यतिकै पनि राख्न सक्नुहुन्छ। खिमराज ओली भ्लग हैन। मैले यसलाई सेभ गर्छु साथीहरु। यहाँहरुले पनि सेभ गर्नु होला। मेरो ह्यान्डल पनि के भएको छ @खिमराज ओली भ्लग भइसकेको छ। अब यति गरिसकेपछि साथीहरु पिक्चर राख्ने काम त्यसपछि नाम त्यसको ह्यान्डल लेखिसकेपछि यहाँहरुले चाहिँ क्रिएट च्यानलमा क्लिक गर्नु होला। यो सर्चिङ भइरहेछ साथीहरु। तपाईको च्यानल क्रिएट भइरहेछ। यहाँहरुको च्यानल क्रिएट भइसकेको छ साथीहरु। यहाँले देख्न सक्नुहुन्छ तपाईहरुको च्यानल चाहिँ क्रिएट भइसकेको छ। यसरी चाहिँ खिमराज ओली भ्लग है भनेर चाहिँ यहाँ नाम माथि आइसकेको छ। फाइनली चाहिँ यहाँहरुले यसरी नै आफ्नो चाहिँ युट्युब च्यानल खोल्नु होला भन्न चाहन्छु र आगामी दिनमा यस्तै इन्फर्मेटिभ भिडियोहरु हेर्नको लागि यहाँहरुले चाहिँ मेरो च्यानललाई लाइक कमेन्ट शेयर गरी अल नोटिफिकेसन क्लिक गर्नु होला। म यस्तै चाहिँ भिडियोहरु तपाईहरु समक्ष पस्ने छु भन्दै म यस युट्युब च्यानलबाट अहिले ओजेल फन चाहन्छु। हवस् नमस्कार।